अखिल हेय कल्याण जगतान भक्तवांछा कल्पतरु तडित पीताम्बर धारी भगवान परब्रह्म परमात्मा को प्रत्यक्ष वाङ्मय मूर्ति। श्रीमद् भागवत महापुराण को माध्यमले यहाँहरूले चाहिँ यो एकाहा रूपी पाठ पारायणको आयोजना गर्नुभयो। मेरा श्रद्धेय अतिवन्दनीय परम पूजनीय गुरुदेवको पवित्र चरण कमललाई सम्झिँदै यज्ञमा यहाँ विद्वान गुरुजीहरू हुनुहुन्छ, सबैलाई यथामति प्रणाम गर्दै सम्पूर्ण भक्तिमती मातृशक्तिहरू भक्तजनहरू सबै कर्ता परिवारहरूलाई पनि यथामति प्रणाम। अब यो एकाहाको समयमा भागवतको सत्सङ्ग त हामीले के नै गर्न भ्याइन्छ र हैन। विशेष गरी भागवत भन्ने बित्तिकै भागवतसँग जोडिएर आउने एउटा प्रेरवाची शब्द भनेको जस्तो चाहिँ एउटा सप्ताह भन्ने शब्द चाहिँ भागवतसँग जोडिएर आउँछ। पितृको मुक्तिका लागि अनुष्ठान गर्दाखेरि भागवतको चाहिँ अनुष्ठान गर्ने विधि चाहिँ सप्ताह हो हैन। अब त्यस्तो सप्ताहमा पनि भागवतको चाहिँ हामीले पूर्ण रूपमा मन्थन गर्न सक्दैनौँ, भ्याउँदैनौँ। चौतुर्मासमा गुरुजीहरूले 4 महिना लगाएर प्रवचन गर्नुहुन्छ, त्यहाँ पनि भागवतका कुरा व्याख्या गर्न सकिँदैन, किनभने एक मात्रै श्लोकले भागवतको एउटा मात्रै श्लोकलाई पनि हामीले चिन्तन गर्न थाल्यौँ भने त्यसमा महिनौँ बित्न सक्ने हुन्छ। यस्तो खालको चाहिँ महती गरिमा रहेको यो भागवतको चर्चा हामीले एकछिनमा गर्न त सक्दैनौँ। तैपनि गुरुजीहरूले अब दिनभरि पढ्नुभयो, अब के पढेको भन्ने अन्यल यहाँहरूमा नहोस् भनेर मात्रै हामीले यो भागवतको एकछिन थोरै चर्चा हामीले गर्छौँ। यो भागवत भनेको चाहिँ के हो भने यसलाई हामी एउटा ब्रह्म संहिता भनेर भन्छौँ। हामीले देख्दा यो सामान्य कापीमा लेखिएको कालो अक्षर जस्तो देखिए पनि यो साक्षात् परब्रह्म परमात्माको प्रत्यक्ष वाङ्मय मूर्ति साहित्य रूपी एउटा भगवानको मूर्ति हो, जहाँ चाहिँ कलिकालमा हामी मानव शरीर लिएर आएका हामी जस्ता मन्दबुद्धि भएका पाप कर्ममा लागेका विषयको रसस्वादनमा डुबेका हामी जति पनि प्राणीहरू छौँ ती सबै प्राणीहरूलाई भगवानको दर्शन हुने, सुलभ दर्शन हुने, सजिलो दर्शन हुने भगवानको प्रत्यक्ष मूर्ति चाहिँ यो भागवत भगवानको मूर्ति हो। कलिकालमा मान्छेलाई भगवानको दुईटा मूर्तिको चाहिँ दर्शन एकदमै हामीलाई सुलभ छ, सधैँ प्रत्यक्ष हुने। एउटा पुराण रूपी अथवा चाहिँ भागवत रूपी मूर्तिको माध्यमद्वारा भगवानको एउटा हामीलाई सुलभ दर्शन हुन्छ, सजिलो खालको दर्शन हुन्छ, र अर्को चाहिँ सालग्राम भगवानको चाहिँ माध्यमद्वारा प्रत्यक्ष भगवानको मूर्ति हुन्छ, जहाँ चाहिँ भगवान अनन्त कालसम्म भगवानको उपस्थिति रहने त्यस्तो खालको चाहिँ मूर्ति हामीलाई प्राप्त भएको छ। आज हामीले यहाँ यो ब्रह्म संहिताको जुन पाठ पारायण यहाँहरूले आयोजना गर्नुभयो, भले सप्ताहको विधिले पारायण गर्नुपर्ने भए पनि सप्ताहमा एकजना गुरुजीले 7 दिन लगाएर यही कुरालाई चाहिँ पाठ गर्दै जानुहुन्छ। यहाँ चाहिँ 7 जना गुरुजीलाई भाग लगाएर चाहिँ यही ग्रन्थ नै हामीले पाठ गऱ्यौँ। प्रायशः पूर्ण पाठतिर चाहिँ हामी पुगिसकेका छौँ। अब के हो भने अब अनेकौँ जन्मान्तरको चाहिँ जुन पुण्य कर्मको सञ्चित भइसकेपछि यस्तो सत्कर्महरू भगवानको गुणानुवादको सत्सङ्ग गर्न पाइन्छ। हामीले आज मात्रै गरेको सत्कर्मले मात्रै यो पुण्य कर्मको सञ्चिति, आज मात्रै गरेको प्रयत्नले यस्तो कर्म हुन पाउँदैन। अनेकौँ जन्मको पुण्य कर्मको सञ्चिति हुँदै हुँदै आएपछि यस्तो पुण्य भगवानको भागवतको आश्रय लिन पाइन्छ, भगवानको गुणानुवाद श्रवण गर्न पाइन्छ। यो यहाँहरूले आयोजना गर्नुभयो, यहाँहरू सबै धन्य हुनुभएको छ। मानव जीवन प्राप्त भएको बेलामा यस्ता सत्सङ्गले हामीलाई चाहिँ हामीले जुन जीवनयापन गरिरहेका छौँ, मानव व्यवहारमा चाहिँ हामीले जुन व्यवहारिक दशाका विषयहरूमा मात्रै जुन हामीले समय खर्च गरिरहेका छौँ, त्यसबाट चाहिँ ती विषयहरूबाट हामीलाई चाहिँ निवृत्ति गराउँदै भगवानको दिव्य चरणकमलको सेवा गर्ने मतिको विकास अथवा चाहिँ ज्ञानको उदयको लागि यस्तो सत्सङ्गले हामीलाई चाहिँ टेवा पुर्याउँछ। यहाँहरूले जुन यो हाम्रा के गोत्र हजुरहरूको आत्रेय गोत्रका हाम्रा पिताजीको उत्तम गतिको कामना गरेर बहानाले, उहाँको उत्तम गतिको कामनाले हामीले आयोजना गऱ्यौँ। उहाँको त यसै मूल पाठ श्रवणले चाहिँ उत्तम गति प्राप्त हुने नै छ। भगवानले हाम्रो कामना अथवा चाहिँ हाम्रो भिक्षा भगवानले पुरा गर्नुहुने नै छ।
त्यसमा पनि हामीहरू सबै हजुर हामीलाई पनि यो भागवत रूपी ज्ञान गङ्गाले चाहिँ प्रोक्षण गरेर शुद्ध बनाउनु हुनेछ। यो दिव्य खालको चाहिँ ब्रह्म संहिताको चर्चा यहाँ भयो। मानव जीवन प्राप्त भएको बेलामा यस्ता सत्सङ्ग आदि गर्दै जानुपर्छ। शरीरले सक्दैमा इन्द्रिय बलिया हुँदैमा यस्ता कर्महरू गर्दै जानुपर्छ। बुढेसकालमा गरौँला यो गरौँला त्यो गरौँला भनेर त हुँदैन होइन। मान्छेको जीवन यो सधैँभरि मैले दोहोऱ्याइरहने गरेको चाहिँ मान्छेको जीवन जतिसुकै आयु भने पनि 100 वर्षको आयु भने पनि 50 वर्ष त हामी सुतेर बिताइहाल्छौँ। 50 वर्ष मात्रै बाँकी रहन्छ। आयु हो 100 वर्ष जम्मा नरको 50 बितु रातिमा। आयु हो 100 वर्ष जम्मा नरको 50 बितु रातिमा। बालक भई 15 वर्ष बित्यो 15 गयो वृद्धमा। 100 वर्ष नै माने पनि 50 वर्ष त हाम्रो सुतेर बित्छ। 50 वर्ष बाँकी रहने हो। 50 वर्षमा पनि अगाडिका 15 वर्ष त बालककालमै बित्छ होइन। अब अहिले त के छ, अर्काले खुवाइदिनु पर्यो, यो गर्नु पर्यो, त्यो गर्नु पर्यो, स्कुल पुर्याउनु पर्यो, स्कुलबाट बोकेर ल्याउनु पर्यो, के हो त्यो गर्दा गर्दै बालककाल 15 वर्षसम्म उसले गर्ने क्रियाकलाप चाहिँ भगवानको पुरुषार्थ प्राप्तिका लागि चाहिँ केही पनि यत्न गर्दैन। र 85 वर्षभन्दा पछाडि पनि यदि कोही बाँच्यौँ हामी भने अब खान मन लागेको कुरा खान मिल्दैन, हिँड्न खोजेको कुरा ठाउँमा जान सकिँदैन, कानले सुन्नु पर्ने कुरा सुन्न सक्दैन, आँखाले देख्नु पर्ने कुरा देख्न सक्दैन, त्यो पनि व्यर्थको जस्तै हुन्छ होइन। कति बाँकी रह्यो त? जम्मा 20 वर्ष बाँकी रहन्छ। 50 वर्ष सुतेर बित्यो, 15 वर्ष बालक, 15 वर्ष वृद्ध, 30 वर्ष गयो, 80 वर्ष त सकिसक्यो, जम्मा 20 वर्ष बाँकी। बाँकी 20 पनि रोग शोक अनेकौँ टन्टा बखेडा गरे। गइगो शून्य रहो कौन बखतमा भजला तिमीले हरि। अब त्यो 20 वर्ष पनि कहिले बिरामी परिन्छ, कहिले के हुन्छ, कहिले कसो हुन्छ, कहिले कसैले निमन्त्रणा गर्छ यसै गरी त्यहाँ जानु पर्यो। गर्दा गर्दै त्यो समय चाहिँ फुत्त बितेर जान्छ। भगवानका सेवा गर्नका लागि, यस्ता सत्सङ्ग गर्नका लागि, भगवानका गुणानुवाद श्रवण गर्नका लागि भनेर छुट्टै समय छुटेर आउँदैन। यस्तै अन्तर्कुन्द्रमा दुःख सुखका अन्तर्कुन्द्रबाट समय निकालेर यस्तो सत्सङ्गको आयोजना गर्नुपर्छ जुन यहाँहरूले गर्नुभयो। यहाँहरू साह्रै कृपाको पात्र हुनुभएको छ। जहाँ भगवानको गुणानुवाद हुन्छ त्यहाँ चाहिँ साक्षात् त्यो वैकुण्ठ धाम जत्तिकै पवित्र हुन्छ। आज यहाँहरूले यो घरमा भागवतको आयोजना गर्नुभयो, यो घर नै मन्दिर जस्तो भइरहेको छ। हामीले सारा संसारका सबै विषयहरूलाई एकछिन भए पनि रोकेर हामी यहाँ अडिएका छौँ। आज यहाँ एका भइरहेछ, यो भइरहेछ, त्यो भइरहेछ भनेर कसैले जागिरबाट बिदा लिनुभएको छ, कसैले व्यवसाय बन्द गर्नुभएको छ, कसैले के एकछिन भए पनि हामी रोक्यौँ नि। आनन्दले सबै हाम्रा चाहिँ यो टेन्सनहरूलाई छोडेर हामी आनन्द लिएर यहाँ बसिरहेका छौँ। जहाँ भगवानको गुणानुवाद आयोजना हुन्छ यो साक्षात् वैकुण्ठ जस्तै हुन्छ। अघि जगन्माता पार्वतीलाई लिएर घुम्दै आउनुभएका पार्वतीले चाहिँ भागवत भएको ठाउँमा साष्टाङ्ग दण्डवत गर्नुभयो। जगन्माताले सोध्नुभयो, भोलेनाथ म त कसैलाई देख्दिनँ, तपाईँ कसलाई दण्डवत गर्दै हुनुहुन्छ? मैले कसैलाई दण्डवत गरेको होइन जगदम्बिका, मैले यो साह्रै पवित्र भूमिलाई दण्डवत गरेको जहाँ चाहिँ 1000 वर्ष पहिला भागवतको आयोजना भएको थियो। फेरि यात्रा प्रारम्भ हुन्छ। अलि पर गएर त्यसै गरी महादेवले फेरि साष्टाङ्ग प्रणाम गर्नुहुन्छ। पार्वतीले सोध्नुभयो, फेरि किन ढोग्दै हुनुहुन्छ? यहाँ 1000 वर्ष पछाडि भागवतको आयोजना हुनेवाला छ। त्यस कारणले चाहिँ जहाँ भागवत हुन्छ र जहाँ हुनेवाला छ त्यो भूमि चाहिँ साह्रै पवित्र र वैकुण्ठ समानको हुन्छ। आज यो घर पनि साक्षात् वैकुण्ठ समानको भएको छ। यो दिव्य भूमिलाई पनि प्रणाम गर्दै अब हामी भागवतका विषयतिर सामान्य प्रवेश गर्छौँ। यो भागवत जम्मा चाहिँ 335 अध्यायको भागवत छ। 335 अध्यायको भागवतलाई 12वटा स्कन्धहरूमा विभाजन गरिएका छन् र प्रत्येक स्कन्धका चाहिँ यहाँ लक्षणहरू चर्चा गरिएको छ। प्रथम स्कन्ध जम्मा चाहिँ 19 अध्यायको छ, जसलाई अधिकार लीला भनेर भन्छौँ। जुन प्रथम स्कन्धमा अधिकार लीलामा चाहिँ कसले भागवत सुन्ने हो, भागवत सुन्ने अधिकारीको हो र भागवत सुनाउने अधिकारीको हो, त्यसको अधिकारको विषयमा चर्चा गरिएको छ। अब जुन अधिकारी जन्मिनका लागि भनेर जो मान्छेमा श्रद्धा र विश्वास छ, जो चाहिँ भगवानको गुणानुवाद श्रवण गरेर जो मान्छे भावुक बन्दछ, जो मान्छेमा भगवानको विग्रहप्रति अथवा भगवानको
दिव्य आनन्दमय स्वयं प्रकाशमय भगवानको सत्वमा चाहिँ जसलाई चाहिँ श्रद्धा छ, विश्वास छ, त्यस्ता अधिकारीलाई चाहिँ भागवत सुन्ने अधिकार छ। यहाँ भागवत पनि कसलाई सुनाउने कसलाई नसुनाउने त्यो निर्कुल गरिएको छ, जसलाई पनि सुनाउने होइन। तर कलिकालमा चाहिँ अब हामी पनि दक्षिणा आउँछ सुनाउन त सुनाइदिन्छौँ होइन, तर सुन्न चाहिँ सबैलाई सुनाउनु हुँदैन। सुनाउने कसले? जो मान्छे श्रोतीय ब्रह्मनिष्ठ गृहस्थ ब्राह्मण छ उसले चाहिँ भागवत सुनाउने, गृहस्थीलाई सुनाउँदा। सन्यासीले पनि सुनाउने होइन होइन। अब अहिले त जसले पनि उपदेश गर्छन्, गृहस्थीलाई उपदेश गर्नका लागि चाहिँ श्रोतीय ब्रह्मनिष्ठ गृहस्थीले नै यो भागवत आदि सुनाउने चर्चा यहाँ गरिएको छ। यहाँ सुखदेव त गृहस्थी होइन भन्नु होला, फेरि सुखदेव पनि गृहस्थी हुन्। यहाँ भागवतमा सुखदेव स्वामीको विवाह भएको प्रसङ्ग भलै नभए पनि देवी भागवतमा चाहिँ सुखदेव स्वामीको चाहिँ पितृको छोरी पिवरी नाम गरेकी कन्यासँग विवाह भएर त्यहाँ चाहिँ 4-4जना छोराहरूको विवाह भएको प्रसङ्ग छ, के अरे जन्म भएको प्रसङ्ग छ। सुखदेव स्वामी पनि गृहस्थ नै हुन्, त्यस कारणले नै परीक्षित महाराजलाई उनले चाहिँ यहाँ भागवतको उपदेश गर्नुभएको छ। अब यहाँ दिव्य खालको चाहिँ अब कसले सुनाउने कसले नसुनाउने भन्ने चर्चा अधिकार लीलाका लागि चाहिँ 19 अध्यायको प्रथम स्कन्ध आएको छ, जहाँ चाहिँ महाभारतको युद्धको समाप्तिको प्रसङ्ग ल्याएर यहाँ जोडिएको छ। परीक्षित महाराजको जन्म हुन्छ। परीक्षित महाराजको जन्म भइसकेपछि 5 पाण्डवले परीक्षित महाराजलाई भारतवर्षको 1 छत्र राज्य सुम्पिएर सशरीर स्वर्ग ग्रहण गर्नुभएको दिव्य प्रसङ्गको चर्चा गरेर प्रारम्भ हुन्छ। तिनै परीक्षित महाराजले चाहिँ दिग्विजय गर्दै अनेकौँ देशमा डुल्दाखेरि चाहिँ त्यहाँ कलिको निग्रह गर्नुभएको प्रसङ्ग। तिनै परीक्षित महाराज एक दिन शिकारमा जाँदाखेरि ब्राह्मणको कुटीमा पानी माग्न जाँदाखेरि समाधिमा बसेका ब्राह्मणले चाहिँ कुनै प्रतिक्रिया जनाएनन् भनेर तिनै ब्राह्मणलाई चाहिँ मरेको सर्पको माला घाँटीमा लगाउँदाखेरि तिनै ब्राह्मणका छोराबाट चाहिँ जसले चाहिँ मरेको सर्प पिताजीको गलामा लगाएको हो तिनै तिनको चाहिँ आजका 7 दिनका दिनमा सर्पको राजा तक्षकले डसेर मर्न परोस् भनेर चाहिँ बाघव्रज प्रहार गरेको हुनाले यो परीक्षित महाराजलाई चाहिँ 7 दिनको दिनमा मर्नेवाला श्राप पर्यो। त्यो श्रापलाई चाहिँ सहस्र स्वीकार गरेर दिव्य खालको चाहिँ सरस्वती नदीका किनारमा अनसन व्रत गर्नका लागि भनेर जानुभयो परीक्षित महाराज। त्यहाँ चाहिँ राज्यमा भएका सबै जान्ने बुझ्ने ब्राह्मणहरूलाई बोलाएर सोध्न थालियो, मर्नेवाला प्राणीले के कर्म गर्ने, कसको धर्म गर्ने। त्यसरी सोधिरहेको बेलामा आफ्नै इच्छा अनुसार घुम्दै सुखदेव स्वामी आउनुहुन्छ र परीक्षित महाराजले उच्च आसनमा सुखदेव स्वामीलाई बसालेर, हे भगवान, मलाई आजको 7 दिनको दिनमा मर्नेवाला श्राप पर्यो। अब मर्नेवाला प्राणीले कसको भजन गर्ने, कसको सेवा गर्ने, कसको गुणानुवाद श्रवण गर्ने त्यो कुरा मलाई बताउनुहोस् भनेर सोधेको प्रसङ्गसँगै 19 अध्यायको प्रथम अध्याय पनि प्रथम स्कन्द पूर्ण हुन्छ। प्रथम स्कन्द भागवतको जय। अब द्वितीय स्कन्दमा अब परीक्षित महाराजले भवरोग लागेका जीवात्माको रोगको निवारणको उपाय सोधिसकेपछि सुखदेव स्वामीले भगवानको मङ्गलाचरण गर्दै भागवत धर्म बताउन थाल्नुहुन्छ। नमः परस्मै पुरुषाय भूयसे सदुद्भवस्थान निरुदलीलया गृहीत शक्ते तथाय देहिना मन्त्र भवायानुपलक्ष्य वर्तमने। हे भगवान, तपाईँ नित्य निरन्तर स्वयं प्रकाशी चिदात्मन भएर पनि सात्विक राजसी र तामसी गुणलाई स्वीकार गरेर जगतको कल्याणको लागि ब्रह्मा विष्णु महेश्वर आदिको रूप धारण गर्ने हे भगवान तपाईँलाई नमस्कार छ। जो चाहिँ यो संसाररूपी बाटोमा भौतारिएकाहरूलाई, बाटो बिराएकाहरूलाई सत्मार्गमा ल्याउनुहुन्छ, यस्ता कल्याणमय हे भगवान, हे स्वयं प्रकाशी परब्रह्म परमात्मा तपाईँलाई नमस्कार छ भन्दै सुखदेव स्वामीले भागवत धर्म बताउनुहुन्छ। अघि सुत पुराणलाई सौनकादिले सोधेको 6 प्रश्नमध्ये 4वटा प्रश्नको दिव्य उत्तर यहाँ भागवत धर्मको माध्यमबाट आएको छ, जहाँ चाहिँ 10वटा अध्यायमा भागवत धर्म के हो, कसको आश्रय लिनाले जीवात्माको मुक्ति हुन्छ भन्ने कुरा बताउनको लागि भगवानको दिव्य विराट स्वरूपको के अरे चर्चा गर्दै यो द्वितीय स्कन्द 10 अध्यायको पनि पूर्ण हुन्छ। द्वितीय स्कन्द भागवतको जय। अब तृतीय स्कन्दमा जम्मा 33 अध्याय छ। अब भागवतमा बाँकी रहेका 10वटा लक्षणको चाहिँ लक्षण निर्कुल गर्दै
द्वितीय स्कन्धको पहिलो 10औं अध्यायको प्रथम श्लोकमा नै त्यहाँ बताइएको छ अथ सर्गो विसर्ग स्थान पोषण मूतय मन्वन्तरे सानु कथा निरुत मुक्तिराश्रय। अब पहिलो तृतीय स्कन्ध चाहिँ सर्ग नाम गरेको लक्षणले युक्त भएको छ, जसलाई सर्ग किनेर भनिन्छ भने सर्ग भनेको चाहिँ फैलावट। महाप्रलयकालीन समयभन्दा पछाडि अब फेरि सृष्टि फैलाउनु पर्यो। अब त्यो सृष्टिका लागि चाहिँ अब भगवानबाट चाहिँ अब भगवानलाई जब सृष्टि गर्ने इच्छा हुन्छ त्यहाँबाट चाहिँ महतत्व खडा हुन्छ। त्यहाँबाट 3 प्रकारका त्रैविध प्रकारका अहङ्कारहरू खडा हुन्छन्। सात्विक तामसी र सात्विक राजसी र तामसी अहङ्कार खडा हुन्छ। त्यहाँबाट प्रकृति आदि अब इन्द्रियहरू अनि इन्द्रियले भोग गर्ने विषयहरूको सृष्टिको कुरा दिव्य खालको त्यहाँ चर्चा गरिएको छ। अनि ब्रह्माजीबाट चाहिँ ब्रह्माजीको शरीरबाट मनबाट ऋषिहरूको सृष्टि, त्यहाँबाट पनि मानव सृष्टि नभइरहेको दिव्य प्रसङ्गहरूको चर्चा त्यहाँ गरिया छ। एवं प्रकारले सर्गको व्याख्या गर्दै तृतीय स्कन्धको 33 अध्याय पनि पूर्ण हुन्छ। तृतीय स्कन्ध भागवतको जय। अब चतुर्थ स्कन्धमा जम्मा 31 अध्याय छ। गएर आउनुहोस् है। अब चतुर्थ अध्याय जम्मा 31 अध्यायको छ, जसलाई विसर्ग भनेर भनिन्छ। विसर्ग भनेको विशेष प्रकारको फैलावट, जहाँ चाहिँ मनुष्यको सृष्टि अब ब्रह्माजी सृष्टि गर्नका लागि उद्यत हुनुभएको छ। यो सबै कथा त यहाँ गर्न भ्याइँदैन होइन। जब महाप्रलयकालीन समयपछि चाहिँ अब विराट पुरुष भगवानको महाप्रलयकालीन जलमा शयन गर्नुभएका नारायण भगवानको चाहिँ नाभिमा दिव्य खालको कमलको प्रकट हुन्छ भगवानकै इच्छा अनुसार। त्यहीँ ब्रह्माजी खडा हुन्छन् भगवानकै इच्छा अनुसार। भगवानले चाहिँ अब तिमीले सृष्टि गर भन्ने आज्ञा दिनुहुन्छ, तर सृष्टि गर्नका लागि ठाउँ पनि छैन, सृष्टि फैलेको पनि छैन। अब यस्तो खालका चाहिँ अब ब्रह्माजीलाई चाहिँ अब सृष्टि कसरी फैलाउने भनेर चिन्तन भइरहेको बेलामा, त्यही बेलामा भगवान साम्ब सदाशिव भगवानले अर्धनारीश्वरको चाहिँ त्यहाँ दर्शन दिनुहुन्छ। र अर्धनारीश्वरको दर्शन पाइसकेपछि म त पुरुष पनि र प्रकृति पनि रहेछु भन्ने कुरा ब्रह्माजीलाई पनि ज्ञान हुन्छ र आफ्नै शरीरलाई 2 भागमा विभक्त गर्नुहुन्छ। र स्वयम्भू मनु महाराज र शत्रुपा महारानीका रूपमा आफ्नै शरीरलाई 2 भागमा विभक्त गर्नुहुन्छ। र त्यहीँबाट मैथिली धर्मको प्रारम्भ भएर 5 जना सन्तान जन्मिन्छन्, 2टा छोरा र 3टी छोरी। प्रियवत र उतानुपात नाम गरेका 2टा छोरा र आकुति देवभूति र प्रसूति नाम गरेकी 3टी छोरी त्यहाँबाट जन्मिन्छन्। र तिनै छोरीहरूको वंशको विस्तार व्यापक रूपमा चतुर्थ स्कन्धमा गरिएको छ। र उतानुपात नाम गरेका छोरा स्वयम्भू मुनिका छोराको वंशको विस्तार पनि त्यहाँ गरिएको छ। त्यही उतानुपातका छोराको रूपमा ध्रुव महाराज जन्मिन्छन्। दिव्य ध्रुव चरित्रको गान पनि त्यहाँ गरिएको छ। तिनै ध्रुव वंशको चरित्र गान गर्दै 31 अध्यायको चतुर्थ स्कन्ध पनि पूर्ण हुन्छ। चतुर्थ स्कन्ध भागवतको जय। अब 5औं स्कन्ध जम्मा 26 अध्याय छ, जसलाई चाहिँ हामी स्थान भनेर नाम दिएको छ। त्यहाँ स्थान भनेर लक्षण दिएको जुन 5औं स्कन्ध छ, त्यहाँ स्थानकै चर्चा गरिएको छ। सुरुमा प्रियवत राजाको दिव्य चर्चा, त्यहाँ प्रियवत राजाको वंशमा चाहिँ दिव्य अमलकृति भएका राजाहरूको जन्म हुन्छ। त्यसमध्ये भरतको दिव्य चर्चा, जो भरतले चाहिँ आफ्नो सम्पूर्ण राजकाज आदि छोडेर देवघाटमा चाहिँ जानुभएको थियो भगवान हरिलाई प्राप्त गर्नका लागि, ध्यानका लागि। त्यहाँ चाहिँ सामान्य एउटा मृगको पाठोमा मोह हुँदाखेरि सम्पूर्ण राजकाज आदि श्री सम्पत्ति, आफ्नो सेना, आफ्ना पत्नीहरू सबै छोडेर गएका राजालाई एउटा सामान्य मृगको पाठोमा मोह भएर अनि पछि त्यही चिन्तनले गर्दाखेरि मृगकै पाठो भएर जन्मेको प्रसङ्गको चर्चा त्यहाँ छ। त्यसकारण हामीले जस्तो खालको चिन्तन गर्छौँ, जस्तो खालको चाहिँ हाम्रो चिन्तन हुन्छ, त्यही अनुसारको हाम्रो गति हुन्छ। त्यसकारणले हामीले जहिले पनि सत्चिन्तनलाई धारण गर्नुपर्छ भन्ने कुरा त्यहाँ हामीलाई चाहिँ देखाउन खोजिएको छ। चिन्तन यति ठुलो हुन्छ, हामीले जस्तो खालको चिन्तन गर्छौँ नि त्यही अनुसारको फल त्यहाँ उतिखेरै प्राप्त हुन्छ। पछिल्लो जीवनमा त कुरै छोडिदिउँ, हामी पूजाआजामा चाहिँ यहाँ दियो बाँधेर राख्छौँ, अनि आमाहरू त्यहाँ वरिपरि पूजा गर्न बस्नुहुन्छ, ए दियो निम्लाई यसो गर्ला उसो गर्ला भनेर उल्लिन कराउने यता मसार मुसुर गर्दा दियो झ्याप्पै निमाउनुहुन्छ। गोविन्द भगवानको जय। त्यस कारणले सकारात्मक सोच राखेर हामीले गऱ्यौँ भने त्यस्तो फरक हुँदैन। हाम्रो चिन्तन चाहिँ हामीले गरेको कर्ममा चाहिँ स्थानान्तरण हुन्छ, सर्छ। विचार सर्छ। त्यस कारणले सधैँभरि सद्विचारलाई धारण गर्नुपर्छ। माताजीले त्यहाँ पकाइरहनु भएको छ भनेर भन्नुभएको छ नि,
अब त्यहाँ पकाउँदाखेरि के हुन्छ भने जस्तो खालको विचार राखेर भोजन हामी बनाउँछौँ त्यो भोजनको रस त्यस्तै बन्छ। जो मान्छे भगवानको भक्त छ, जो मान्छे चाहिँ परोपकार गर्छ, जो मान्छे रिसाउन जान्दैन अथवा चाहिँ अर्काको हित चाहन्छ, त्यस्तो मान्छेले बनाएको भोजन साह्रै मिठो हुन्छ र खाएपछि खाने मान्छेको बुद्धि पनि राम्रो हुन्छ। जो मान्छे सधैँ रिसाउँछ, अर्काको सेवा गर्न जान्दैन अथवा चाहिँ भगवानको सेवा गर्न जान्दैन, जो मान्छे क्रोधी छ, त्यस्तो मान्छेले बनाएको भोजन पनि नमिठो हुन्छ र खाएपछि मान्छेको बुद्धि पनि बिग्रिन्छ। गोविन्द भगवानको जय। त्यस कारणले भरतको चिन्तनले गर्दाखेरि भरतको जुन मृग योनिमा जन्म भयो त्यहाँबाट आङ्ग्रेस गोत्रका घरमा गएर भरतको जन्म भएको दिव्य प्रसङ्गको त्यहाँ चर्चा छ। पृथ्वीका विभिन्न द्वीपहरूको चर्चा र चाहिँ प्रत्येक द्वीपको लक्षण आदिको चर्चा गरिएको छ। पृथ्वीभन्दा तलका 7 लोकहरूको चर्चा, पृथ्वीभन्दा माथिका 7 लोकको चर्चा, नवग्रह आदिको चर्चा, राशिगण के अरे नक्षत्रगण आदि अनि शिशुमार चक्रको दिव्य चर्चा गरेर 25 अध्याय पूर्ण हुन्छ। र यो मनुष्य लोकमा आएपछि जीवात्माहरूले अथवा मनुष्य जीवनमा आउँदा मानवोचित कर्म नगरेका व्यक्तिहरूलाई चाहिँ कसरी दण्ड दिने भनेर दण्ड दिनका लागि व्यवस्था गरिएका 28 नरकहरूको चर्चा गर्दै 26 अध्यायको पञ्चम स्कन्द पनि पूर्ण हुन्छ। पञ्चम स्कन्द भागवतको जय। अब 6औं स्कन्दलाई चाहिँ अत्र सर्गो विसर्गस्थ स्थान पोषण मुतयः पोषण नाम दिएको छ। पोषण भनेको के हो भने यहाँ दिव्य खालको चाहिँ पोषण भनेको चाहिँ भगवान नाम संकीर्तन। अहिले हामी शरीर मोटाउनको लागि हामी अनेकौं षड्रसहरू खान्छौँ नि, तातो पिरो अमिलो नुनिलो आदि मिसाएको हैन, त्यो पोषण जस्तै हामीभित्र म भनेर बोलिरहेको जुन चाहिँ म भन्ने तत्त्व छ त्यो चाहिँ जीवात्मा। अद्वैतीहरूले ब्रह्मवादीहरूले जीवात्मा र परमात्मामा केही पनि फरक देख्दैनन्। त्यो चाहिँ यो चाहिँ अज्ञानले मात्रै म जीवात्मा हो, म राम श्याम हरि हो भन्ने भन्छन्। सामान्य अरूले चाहिँ म जीवात्मा हो, जीवात्मा परमात्मा फरक हो भन्ने पनि छन्। आखिर केही छैन, मुक्त भएको अवस्थामा अथवा ज्ञानको अवस्थामा त त्यो परमात्मा नै हुने हो। अब त्यो जीवात्माको लागि पोषण चाहिँ के हो? म भनेर बोलिरहेको भित्री जुन जीवात्मा छ त्यो जीवात्माको पोषण चाहिँ हरिनाम संकीर्तन हो। त्यसको चर्चा यहाँ चाहिँ 6औं स्कन्धमा गरिया छ। प्रारम्भमा नै एउटा अजामिल नाम गरेका ब्राह्मण हुन्छन्। ती चाहिँ उपनयन संस्कार भइसकेपछि पिताजीले ब्राह्मणले गर्नुपर्ने कर्म गर्नुपर्छ बाबु भनेर चाहिँ पठाउनु भएको। एक दिन जङ्गलमा चाहिँ एउटी युवतीसँग प्रेम हुन्छ, तिनीसँग विवाह हुन्छन्, अनेकौं सन्तान आदि जन्मिन्छन्। ब्राह्मणले गर्नुपर्ने ब्राह्मणसित कर्महरू सबै छोडिन्छ। अब सन्तान धेरै भए उनीहरूलाई पालन पोषण गर्नु पर्यो। अब पढेको छैन, जानेको छैन अनि नचाहिने काम गर्न थाल्छन्, चोरी चकारी आदि गर्न थाल्छन्। यसै गरी जीवन बितिरहेको हुन्छ। भगवानलाई एक दिन करुणा भयो, अब यो त ब्राह्मणको कुलमा जन्मेर पनि खतम हुने भयो, अब यसलाई चाहिँ एउटा अवसर दिनु पर्यो भनेर भगवान एक दिन चाहिँ सन्यासीको रूप धारण गरेर त्यो अजामिलको कुटीमा आउनुहुन्छ। सबैलाई हजुर हामीलाई पनि त्यस्तो भगवानले एउटा अवसर दिनुहुन्छ। हामीले त्यो अवसरलाई चिन्न सक्ने नसक्ने मात्रै फरक कुरा हो, तर त्यो अवसर आएको हुन्छ हामीलाई सुध्रिने। अजामिलको कुटीमा सन्यासी रूप धारण गरेका भगवान आउनुभयो। आउँदाखेरि चाहिँ अजामिलकी पत्नी गर्भवती थिइन्। अनि आएर सन्यासीले सोधे, सन्चै छ, क्षमकुशल आदि सोधियो। तिमीहरूको कल्याणको लागि हे नानी, यो गर्भमा हुर्किरहेको जुन बालक छ त्यो बालकको नाम चाहिँ भगवानको नाम राख्नु है, नारायण भनेर राख्नु भनेर उपदेश गरेर जानुभयो। बेलुका पतिदेव आए, कुराकानी भयो, ठिकै छ नि त राखौँला, बच्चा जन्मियो, त्यो बालकको नाम चाहिँ नारायण भनेर राखियो। जीवनकालभरि सत्कर्म गरेको छैन, 80 वर्षको आयु भुक्तानु भयो। एक दिन यमराजका दूतहरू त्यहाँ लिनको लागि भनेर आए। एकदम डर लाग्दा ऊर्ध्वकैशौ काककैष्णौ वक्रतुण्ड नखायुधौ, एकदम आकाशतिर फर्केका ठाडा ठाडा कपाल भएका काका जस्ता वर्ण भएका, डर लाग्दा यमराजका दूतहरू त्यहाँ लिन आए। अब त्यो बेलामा डर लागेर उनले चाहिँ आफ्ना कान्छा छोरोको माया पनि लागेको, छोरो कहाँ गएको होला, यो पनि तर्सेला भनेर ए बाबु नारायण यता आऊ भनेर आफ्नो छोरालाई बोलाएका। वैकुण्ठका भगवानका दूतले सुने, ओहो हाम्रो स्वामीको नाम लिने को होला भनेर तुरुन्तै वैकुण्ठबाट विमान लिएर त्यहाँ आए। भगवानका दूत र यमराजका दूतका बिचमा त्यहाँ संवाद हुन्छ। अन्तिममा भगवानका दूतका अगाडि यमराजका दूतको केही लाग्दैन, छोडेर यमलोक गएर यमराजलाई सोधे, हामीले त पापीलाई ल्याउन लागेको,
तर ल्याउन दिएनन्। कसलाई ल्याउने कसलाई नल्याउने हामीलाई त अन्यल पर्यो भगवान् भनिसकेपछि यमराज भन्नुहुन्छ जिह्वा नभक्ति भगवत गुणनाम ध्येयम् चेतस्न स्मृति तदचरणारविन्दम् कृष्णाय नो नमते अक्षरे कदापि तानानयत्वमसतो कृतविष्णु कृत्यान्। जसको चाहिँ जिब्रो भएर पनि भगवानको नाम सङ्कीर्तन गर्दैन, दार्दुले के भयो जस्तो भ्याकुताको जस्तो टटर मात्रै आवाज गर्छ, भगवानको नाम सङ्कीर्तन गर्दैन। जसको चाहिँ शिर भएर पनि भगवानको श्री विग्रहलाई देखेर श्रद्धाले निहुरिँदैन अथवा ढोक्दैन, जसको चेतना मस्तिष्क भएर पनि चिन्तन गर्ने शक्ति भएर पनि भगवानको चिन्तन गर्दैन, त्यस्ता अदमहरूलाई चाहिँ बाँधेर यमलोकमा ल्याउनु दण्ड दिन भनेर यमराजले हुकुम गर्नुभयो। त्यस्तो खालको दिव्य प्रसङ्ग जसले हरिनाम सङ्कीर्तन गर्छ, भगवानको गुणानुवाद श्रवण गर्छ अथवा चाहिँ आह्लादित भएर गान गर्छ, त्यस्ताको उत्तम गति हुन्छ। कलिकालमा चाहिँ जीवात्माहरूको एक दिव्य पोषण भनेकै हरिनाम सङ्कीर्तन हो भन्ने कुरा त्यहाँ चर्चा गरिएको छ। वृत्तासुरको जन्मको प्रसङ्ग आदि, इन्द्रले वृत्तासुरको चाहिँ वध गर्न लागेको बेलामा दिव्य भगवत भक्तिले चाहिँ दिव्य चाहिँ इन्द्रलाई चाहिँ युद्धको समयमा दिव्य ज्ञान वृत्तासुरले प्रकट गरेको दिव्य प्रसङ्ग आदिको चर्चा गर्दै 19 अध्यायको षष्ठ स्कन्द पूर्ण हुन्छ। षष्ठ स्कन्द भागवतको जय। सप्तम स्कन्द 15 अध्यायको छ, जसलाई चाहिँ उति भनेर भनिन्छ, जहाँ चाहिँ कर्मवासनाका कुरा गरिएको छ। हिरण्यकश्यपु हिरण्याक्ष र हिरण्यकश्यपु जब चाहिँ जय विजयलाई सनकादिहरूको श्राप परेर दैत्य भएर असुर भएर यहाँ आइसकेपछि रसातलमा डुबाइरहेकी पृथ्वीको उद्धार गर्ने बेलामा हिरण्यकश्यपको चाहिँ बरावतार भगवानले वध गर्नुभयो। त्यो कुरा हिरण्यकश्यपले चाल पाइसकेपछि यो नारायण त हाम्रो शत्रु हो भनेर चाहिँ हिरण्यकश्यपले नारायण भगवानलाई विष्णुलाई चाहिँ एउटा शत्रुवत व्यवहार गर्न थाल्यो र आफ्ना चाहिँ लाद प्रहलाद आदि गरेका छोराहरूलाई पनि भगवान नारायणको चाहिँ विरोधी भक्ति सिकाउन थाल्यो। शुक्राचार्यका षण्डमर्का आदि गरेका चाहिँ छोराहरूलाई गुरु बनाएर त्यस्तै किसिमका शिक्षा दिएको थियो। एक दिन जति यस्तो शिक्षा दिए पनि ती प्रहलाद चाहिँ भगवानका भक्त भएर नवदा भक्तिले चाहिँ भगवानको सेवा गर्नेवाला भएका थिए। एक दिन हिरण्यकश्यपले बोलाएर भन्न थाल्यो, हे बाबु, तँलाई चाहिँ त सधैँ मेरो शत्रु चाहिँ शत्रुको गुणगान गाउँछस्, तेरो म आज वध गर्छु भनेर भन्न थाल्यो। प्रहलादले भने, पिताजी ठिक छ, तपाईँ मेरो वधको प्रयास गर्नुहोस्, मेरो भगवानले मलाई बचाउनुहुन्छ। कहाँ छ तेरो भगवान? चराचर जगत संसारमा चाहिँ एउटा चिनी र पानी घोलिएको घोलमा जस्तै मेरो भगवान सम्पूर्ण जगतमा चाहिँ विश्व ब्रह्माण्डमा व्याप्त हुनुहुन्छ, सबै ठाउँमा हुनुहुन्छ भनेपछि त्यसो भए तेरो भगवान यो अगाडिको खम्बामा पनि छ। प्रहलादले विश्वासका साथ भन्नुभयो, अवश्य मेरो पिताजी। त्यसकारण भगवानप्रतिको विश्वास चाहिँ अविचल हुनुपर्छ। त्यो देखावटी खालको विश्वासले चाहिँ भगवानद्वारा कृपा हुँदैन। प्रहलादले चाहिँ एकदमै दृढका साथ भन्नुभयो, अवश्य मेरो पिताजी, यो खम्बामा पनि मेरो भगवान हुनुहुन्छ। हिरण्यकश्यपले तरबार निकालेर त्यो खम्बामा प्रहार गर्यो। सत्यम विधातुम, त्यो प्रहलादको चाहिँ वाणीलाई सत्य साबित गर्नका लागि भगवान चाहिँ ती खम्बाबाट चाहिँ नृसिंह अवतार भएर प्रकट भएर हिरण्यकश्यपको उद्धार गर्नुभयो। नृसिंह अवतार भगवानको जय। यो दिव्य चर्चा त्यहाँ गरिया छ। दिव्य भागवत धर्म, गृहस्थ आदिको, ब्रह्मचारी आदिको धर्मको विषयमा पनि त्यहाँ चर्चा गरिया छ। 15 अध्यायको सप्तम स्कन्द पनि पूर्ण हुन्छ। अब अष्टम स्कन्द जम्मा 24 अध्याय छ, जहाँ चाहिँ 24 अध्यायमा चाहिँ जसलाई हामी मन्वन्तर कथा भनेर भन्छौँ। कुन कुन मनवन्तरमा को इन्द्र हुन्छन्, को देवता हुन्छन्, को कश्यपादि सप्तऋषि हुन्छ आदि विषयमा त्यहाँ चर्चा गरिया छ। सुरुमा नै गजेन्द्रको मुक्ति भएको दिव्य प्रसङ्ग, त्यहाँ गजेन्द्र नाम गरेको एउटा हात्ती हुन्छ। अनि तलाउमा चाहिँ अनेक किसिमका करिणीहरू हात्तीनीहरूलाई लिएर चाहिँ जल क्रीडा गर्न लागेको बेलामा त्यहाँ एउटा ग्राहले समात्छ। गोहीले समातेको हात्तीको उद्धारका लागि भगवान हरि अवतार आएर चक्रले त्यो ग्राहलाई मुक्ति गरेर गजेन्द्रलाई मुक्त गर्नुभएको प्रसङ्ग छ त्यहाँ है। अब त्यो सबै हजुर हामी नै त्यो हात्ती हो, जीवात्मा नै हात्ती हो। अब हामी चाहिँ के गरिरहेछौँ भने अनेकौँ विषयमा परेर भगवानको परम तत्त्वलाई भुलिरहेका छौँ। जब ज्ञानको उदय हुन्छ, ज्ञानको उदय भइसकेपछि सम्पूर्ण अज्ञानको ध्वंस हुन्छ भन्ने कुरा त्यो गजेन्द्र उपाख्यानबाट त्यहाँ बताइएको छ। अब हामी धेरै चर्चा त्यहाँ गर्न पाउँदैनौँ। त्यसपछि दिव्य समुद्र मन्थनको चर्चा छ।
अनि कुन कुन मनन्तरमा को इन्द्रादि देवता हुने, को कश्यपादि सप्तर्षि हुने आदि आदि विषयको चर्चा गर्दै अनि 19 अध्यायबाट 22 अध्यायसम्म भगवान वामन अवतार भगवानको दिव्य चर्चा अनि अन्तिममा 24औं अध्यायमा गएर मत्स्य अवतार भगवानले महाप्रलयकालीन जलमा वेदको रक्षाका लागि संसारको सार तत्त्वलाई रक्षा गर्नका लागि भनेर मत्स्य अवतार धारण गर्नुभएको प्रसङ्ग बताउँदै 24 अध्यायको अष्टम स्कन्द पनि पूर्ण हुन्छ। अष्टम स्कन्द भागवतको जय। अब 9औं स्कन्द पनि 24 अध्याय छ, जसलाई ईशानु कथा भनेर भनिन्छ। भगवानका मार्गमा लाग्ने, सतमार्गमा लाग्ने राजाहरूको चर्चा, उहाँहरूको वंशको चर्चा त्यहाँ गरिया छ। 13 अध्यायसम्म सूर्यवंश राजाहरूको चर्चा र बाँकी रहेका 11 अध्यायमा चन्द्रवंशी राजाको चर्चा छ। सूर्यवंशमा भगवान श्रीरामचन्द्रको प्राकट्य र दिव्य खालको असुरहरूका वधका लागि भगवानले गर्नुभएको जुन लीला छ, जुन सम्पूर्ण रामायण चाहिँ 2 अध्यायमा यहाँ चर्चा गरिएको छ र बाँकी रहेको चाहिँ 11 अध्यायमा चन्द्रवंशी राजाको चर्चा, जहाँ चाहिँ भगवान कृष्ण रूपी अवतारमा प्रकट हुनको लागि भगवानको जन्मको भूमिका बाँधिएको दिव्य चर्चा चाहिँ 11 अध्यायमा गरिएको छ। जम्मा 24 अध्यायको 9औं स्कन्द पनि पूर्ण हुन्छ। 9औं स्कन्द भागवतको जय। अब 10औं स्कन्द 90 अध्याय छ, जसलाई हामी निरोध नाम गरेको लक्षण दिन्छौँ। निरोध भनेको के हो भने रोकिनु। हाम्रो जुन यो मति छ, जुन मन छ अथवा जुन विचार छ, त्यो चाहिँ अनेकौं वासनामा चाहिँ घुमिरहेछ। सधैँभरि आँखालाई राम्रो दृश्य हेर्न मन लाग्ने, कानलाई चाहिँ हजुर कति ज्ञानी, कति राम्रो, कति धनवान भन्नेको शब्द सुन्न मन लाग्ने कान, राम्रा राम्रा मिठा वस्तुको भोजन गर्न मन लाग्ने जिब्रो, राम्रा कुरा छुन मन लाग्ने, यो छालाको स्पर्श गर्न मन लाग्ने त्यस्तो दोषी छाला, यस्तो खालको इन्द्रियका लागि हामी अनेकौं विषयको खोजीमा हामी जुन भौँतारिरहेका छौँ, त्यो हाम्रो मन भौँतारिरहन्छ। अब त्यस्तो मनलाई चाहिँ परमात्मा तत्त्वमा चाहिँ अडिग राख्नेवाला जुन चरित्र, भगवानको चरित्र, कृष्ण चरित्रको गान गरिएको हुनाले 10औं स्कन्धलाई चाहिँ निरोध भनेर भनिन्छ। जुन भगवानको चरित्र सुनिसकेपछि यो अनेकौं विषयमा भौँतारिएको हाम्रो मन चाहिँ रोकिएर बस्छ, स्थिर भएर रहन्छ। यस्तो चाहिँ दिव्य चरित्र त्यहाँ 10औं स्कन्धमा गरेका छ। 90 अध्याय मध्ये 49 अध्यायको पूर्वार्ध र 41 अध्यायको उत्तरार्ध छ। सुरुमा भगवानको मथुराको कारागारमा भगवानको जन्मको प्रसङ्ग, शङ्ख चक्र गदा पद्मधारी चतुर्बाहु नारायण भगवानको जस्तै स्वरूप धारण गरेर भगवान जन्मिनुहुन्छ। फेरि देवकी माता र वसुदेवको प्रार्थनालाई स्वीकार गरेर भगवानले फेरि बालक अवतार धारण गरिनुहुन्छ। तिनै बालकलाई वसुदेवले टोकरीमा राखेर यमुनाको उस पार गोकुलमा लगेर अनि उता यशोदा मैया नन्द बाबाको घरमा जन्मेकी महामाया योगिनी भगवतीलाई लिएर फेरि कारागारमा फिर्ता अनि कंसले त्यही योगमायालाई वध गर्न लाग्दाखेरि योगमायाले आकाश मार्ग भएर तलाई मार्नेवाला देवकीको 8औं गर्भवाला पुत्र अन्तै कत्तै जन्मिसकेको छ, तेरो मृत्यु निश्चित छ भनेर आकाशवाणी अनि कंसले सारा राज्यमा भएका बालकहरूलाई चाहिँ मार्ने आदेश गरेको दिव्य प्रसङ्ग त्यहाँ छ। पुतना नाम गरेकी बकासुरकी बहिनीलाई बोलाएर सारा बालकहरूलाई चाहिँ विष मिलाएको दुध पिलाउँदै बच्चाको हत्या गर्दै जान लागेको बेलामा भगवानले तिनी पुतनाको चाहिँ वध गर्नुभएको दिव्य प्रसङ्ग, वध गरेर मुक्ति गर्नुभएको प्रसङ्ग, बकासुर, अगासुर, धेनुकासुर, वृषभासुर नाम गरेको अरिष्टासुर आदिको वध गर्नुभएको दिव्य प्रसङ्ग अनि तिनै भगवानलाई अक्कुरलाई बोलाउन पठाएर कंसले चाहिँ उता मथुरामा बोलाउनु, मथुरामा गएर 4औं मुष्टिका आदिको वध गरेको दिव्य प्रसङ्ग, कंसको वध गरेर मथुराको कारागारबाट माता र पितालाई बन्धनमुक्त पार्नुभयो र भगवानको बलराम र कृष्णको चाहिँ व्रतबन्ध संस्कार व्रतबन्ध भइसकेपछि शान्तिपनी नाम गरेका गुरुका घरमा गएर 64 दिनमा 64 कला विद्या आर्जन गर्नुभयो भगवानले। फेरि भगवानको घरमा प्रति सवारी अनि त्यसपछि भगवानको यो दिव्य प्रसङ्ग बताउँदै 49 अध्यायको पूर्वार्ध पूर्ण हुन्छ र उत्तरार्धमा गएर भगवानको दिव्य विवाहको प्रसङ्ग, रुक्मिणी हरणको लीला, तिनै रुक्मिणी मातासँग भगवानको विवाह अनि अन्य कालिन्दी, सत्यभामा आदि गरेका थिए, जाम्बवती आदि गरेका भगवानका पटरानीहरूसँग भगवानको विवाहको प्रसङ्ग आदिको चर्चा गरिएको छ। अनि भौमासुरले बन्दी बनाएका 16,000 राजकुमारीहरूलाई भगवानले मुक्ति गर्नुहुन्छ र मुक्ति गरिसकेपछि ती भौमासुरले बन्दी बनाएका राजकुमारीहरू भन्दछन्, हे भगवान, अब हामीलाई कसैले पनि स्वीकार गर्नेवाला छैन, त्यसकारणले अब हामी कसको शरणमा जाउँ भन्दाखेरि भगवानले शरण दिनुभएको प्रसङ्ग छ।
यहाँ के छ भने भगवानले चाहिँ अब कस्ता चाहिँ तिमीहरूका भगवान यस्ता 16,000 बिहा गर्ने भन्छन् कि अहिले अरूले हामीलाई आलोचना गर्नु पर्दाखेरि त्यो चाहिँ अवस्था के हो भने हाम्रो वैदिक धर्मअनुसार चाहिँ कुनै पनि नारी पात्रको हात एउटा पुरुषले समातिसकेपछि अरू कसैले पनि विवाह नगर्ने एउटा चाहिँ परम्परा थियो पहिला। त्यो वैदिक नियममा त्यो पनि हो। अहिले त हात मिलाउने के गर्ने यसो गर्ने अङ्कमाल गर्ने चलन आयो होइन। तर चाहिँ त्यो अधिकार हाम्रो वैदिक धर्मले नदिएको हुनाले त्यति बेला भौमासुरले लछार पछार गरेर हात समान्दै तान्दै अब अहिले कन्यादानको लगन लेख्दाखेरि हामी पाणी ग्रहणम गोदानम छ भनेर भन्छौँ। हात समात्ने तथा गोदान गर्ने मुहुर्त भनेर कन्यादानको लगन लेख्छौँ। त्यो हात समात्ने अधिकार चाहिँ बालककालमा पिताजीको हुन्छ र के अरे जब चाहिँ उनी परिपक्व हुन्छन् त्यसपछि चाहिँ एउटा नारी पात्रको हात समात्ने अधिकार चाहिँ उसको श्रीमानको मात्रै हुन्छ। त्यो भएको हुनाले कसैले पनि विवाह नगर्ने भयो। भौमासुरले बन्दी बनाएका थिए राजकुमारीहरूलाई अनि उनीहरूले हामीलाई कसैले पनि शरण नदिने भयो भगवान भनिसकेपछि भगवानले चाहिँ शरण दिनुभएको र प्रत्येक रानीका लागि चाहिँ प्रत्येक एक महलको व्यवस्था गरेर प्रत्येक रानीका घरमा भगवान स्वयं प्रत्येक रानीका घरमा चाहिँ भगवानको उपस्थिति एकै समयमा भगवानको उपस्थिति चाहिँ प्रत्येक रानीका घरमा। अब अहिले चाहिँ 2टा विवाह गर्ने 3टा विवाह गर्ने पुरुष एकै समयमा 3टै घरमा त उपलब्ध हुन सक्दैन। त्यो चाहिँ ती नारी पात्रको कल्याणको लागि भगवानले त्यो लीला गर्नुभयो। नारद मुनि त्यो गृहस्थ धर्म हेर्न आउनुभयो। कुनै घरमा भगवान बच्चालाई खुवाइरहनु भएको छ, कुनै घरमा चाहिँ उपदेश गरिरहनु भएको छ, कुनै घरमा चाहिँ घरको चाहिँ सरसफाइ गरिरहनु भएको छ। त्यो दिव्य लीला नारदले देख्नुभयो। यो सबै चर्चा त्यहाँ गरिया छ। अनि भगवानको वंशको विस्तारको कुरा प्रत्येक रानीबाट 10 छोरा, प्रत्येक रानी के अरे 10 छोराबाट 10 नाति अनि प्रत्येक नातिबाट 10 पनाति, प्रत्येक पनातिबाट चाहिँ 10 खनाति, यसरी भगवानको वंशको विस्तार हुँदै गएको दिव्य प्रसङ्गको चर्चा त्यहाँ छ। र 90 अध्यायको 10औं स्कन्द पनि पूर्ण हुन्छ। 10औं स्कन्द भागवतको जय। 11 स्कन्द 31 अध्याय छ जसलाई चाहिँ हामी मुक्ति भनेर भन्छौँ। भगवानको आश्रयमा गएर जुन भगवानको गुणानुवाद श्रवण गरेर अभ्यस्त भएको जुन मति छ हाम्रो मन छ त्यस्तो मतिले चाहिँ अब भगवानको सेवाको लागि तन्मय हुन्छ, अभ्यस्त बन्दछ र चाहिँ जब भगवानको सेवाको लागि अभ्यस्त हुँदै जाँदा उनले चाहिँ यो सबै हाम्रा भ्रमहरू हाम्रो जुन अध्यास छ त्यसलाई निवृत्ति गरेर उसले चाहिँ सद्ज्ञान प्राप्त गर्छ र चाहिँ ऊ सद्मार्गमा हिँड्छ। जुन सद्ज्ञानले जुन चाहिँ उज्जवल भएको ज्ञानले चाहिँ हामीलाई मुक्तिको मार्गमा लैजान्छ। अब त्यसकारण 11 स्कन्धलाई मुक्ति भन्ने लक्षण दिएको छ। जहाँ 31 अध्याय छ सुरुमा नै भगवानको वंशलाई भगवान स्वयंले श्राप पारेको प्रसङ्ग यहाँ छ। अब के भयो भने भगवानले 125 वर्षको आयु लिएर यो धराधाममा आउनु भएको थियो ब्रजधाममा। अब 125 वर्षको आयु समाप्त हुनलाई आफ्नो लोकमा जानु पर्यो। अब जाने समय आयो तर करोडौँ आफ्ना यदुवंशीहरू 3,86,000 त यदुवंशी कुमारहरूलाई पढाउने के अरे शिक्षकहरू मात्रै छन्। तिनले पढाउने बालक कति होलान्, तिनका आमाबा कति होलान्, हजुरबा कति होलान्, यदुवंशीको सङ्ख्याको चाहिँ के अरे मापन गर्नै नसकिने चाहिँ गरी त्यति बढेको छ। अब आफू त जाउँला तर आफ्ना सन्तानले नै पृथ्वी ध्वस्त पार्ने भए भन्ने भगवानलाई पिर पर्यो र आफू जाने बेलामा ती सबै सन्तानहरूलाई पनि सँगै लानु पर्यो भनेर भगवानलाई इच्छा भइसकेपछि एक दिनको समय हो। द्वारकाको नजिकै यदुकुमारहरू खेलिरहेका थिए। त्यहाँ ऋषिगणहरूको चाहिँ आगमन हुन्छ। त्यो बेलामा साम्बा आदि गरेका यदुकुमारहरू गएर चाहिँ ती ब्राह्मणको परीक्षा लिनु पर्यो, आज यिनी कतिको जान्ने रहेछन् भनेर एउटा साम्ब नाम गरेको कुमारलाई चाहिँ सिँगार पटार गरेर गर्भवती भएको एउटा महिला बनाएर त्यहाँ गएर सोधे, हे ब्राह्मणदेव, यो अबला नारीलाई साह्रै पिर परेछ, यिनको चाहिँ पेटमा भएको बच्चा चाहिँ छोरा जन्मिन्छ कि छोरी जन्मिन्छ भनेर सोधे। ब्राह्मणले यसो विचार गरे, भगवानको इच्छा यही भएछ भनेर के भनिदिए भने अब यो अबला नारीको पेटबाट छोरो पनि जन्मिँदैन, छोरी पनि जन्मिँदैन, एउटा मुसल जन्मिन्छ, त्यही मुसलले तिमीहरूको सम्पूर्ण वंशको नाश हुन्छ भनेर भनिदिनु भयो। कपडा सपडा कोचकाच बनाएर त्यहाँ आएका पर गएर यसो फुकालेर हेर्दा त एउटा मुसल चाहिँ भुवाक्क खस्यो, फलामको मुसल। ल बर्बाद पर्ने भयो भनेर त्यसलाई समुद्रमा लगेर घोड्दा एउटा सानो टुक्रा बाँकी रह्यो। त्यो टुक्रालाई समुद्रमा फाल्छन्। त्यही टुक्रो नै भगवानको सोधाम गमन गर्ने कारण बन्छ। दत्तात्रेय मुनिले बनाउनु भएको 24 गुरुको दिव्य प्रसङ्ग, विभिन्न गुरु बनाउनु भएको छ। अज्ञानको ध्वंस गर्ने जति पनि पात्र चाहिँ हाम्रो गुरु बन्छन्।
अब हामी चाहिँ के सोच्छौँ भने यहाँ चाहिँ के अरे कुर्ता सुरुवाल लगाएको, धोती लगाएको, टिका लगाएको, माला लगाएको त्यस्तो मात्र गुरु भनेर सोच्छौँ क्या। अथवा चाहिँ विद्यालयमा हामीलाई पढाउने मात्र गुरु भनेर सोच्छौँ। त्यो पनि हो, हामीले देख्दाखेरि भौतिक रूपमा त्यो पनि हो, तर जो पनि हाम्रो गुरु हुन सक्छन्। हामी दुईजना गफ गर्दै गर्दै बाटोमा हिँडिरह्यौँ, गफमा चाहिँ मस्त भएर बाटोमा के छ भन्ने कुरा पनि देखेनौँ। बाटोमा एउटा ठुलो ढुङ्गा आयो, ड्वाङ्ग ढुङ्गामा ठेस लायो, औँलामा रगत आयो। अब हामीलाई चाहिँ ए मूर्ख बाटोमा हेरेर हिँड भनेर त्यो चाहिँ ढुङ्गाले सिकायो, त्यो ढुङ्गा नै गुरु हो। बलिरहेको आगो छ, बलिरहेको आगोमा चाहिँ हामीले चाहिँ नजानी हात हाल्यौँ, आगोले पोल्यो, आगोमा छुनु हुन पोल्छ भनेपछि त्यो आगो नै हाम्रो गुरु हो। यस्ता गुरु त कति हुन्छन्, कति दत्तात्रेयले 24 गुरु बनाउनु भएको छ। सामान्य मधुमक्षी माउरीदेखि लिएर गएर कमलकोटी आदिलाई कुमारीले हातमा लगाएको चुरा सबैलाई यहाँ गुरु बनाइएको छ। माउरीले 3 महिना लगाएर मुह बनाउँछ, हामी दुष्टले सोरेर खाइदिन्छौँ। माउरीले भोलिपल्टदेखि नै काम सुरु गर्छ, अब मैले दुःख गरेर के गर्नु, अरूले खाइदिनु रहेछन् भनेर उसले त काम रोक्दैन, भोलिपल्ट फेरि काम सुरु गर्छ। यो धैर्यता त्यो चाहिँ माउरीबाट माउरीलाई गुरु बनाउनु भएको छ। अवधूतले हेरिरहनु भएको थियो। अनि पृथ्वी माताले हामी यहाँ खन्छौँ, खोस्रिन्छौँ, घर बनाउँछौँ, के गर्छौँ, रुख लाउँछौँ, काट्छौँ, यता खन्छौँ, उता खन्छौँ, पृथ्वी माता एकदमै सहनशील भएर बस्नु भएको छ। त्यस्तो खालको सहनशीलता धारण गर्नुपर्ने रहेछ, जे भए पनि स्वीकार गर्नुपर्ने छ भने पृथ्वीलाई पनि गुरु बनाउनु भएको छ। एउटा कमलकोटी र माकुरोलाई पनि गुरु बनाउनु भएको छ। कुमारीले लगाएको हातको चुरालाई पनि गुरु बनाउनु भएको छ। एउटा कुमारी हुन्छन्, विवाह गर्ने उमेर हुन लागेको छ, पाहुनाहरू कुटुम्बहरू हेर्न आउँछन्। कतैबाट खबर पाए त्यहाँ फलानुको घरमा छोरीको विवाह गर्ने उमेर भएको छ भनेर आउँदाखेरि घरमा कुमारी मात्रै छिन्, बाआमा कतै गएका छन्। गएपछि नानी बुवा आमा कता हुन्छ, आउँदै हुनुहुन्छ, हजुर बस्नुहोस्। घरमा आइसकेपछि पाहुनालाई स्वागत गरेर ती कुमारीले बसालिन्। सम्पूर्ण चाहिँ त्यहाँ उसमा चाहिँ एउटा चाहिँ के अरे शिक्षा दिन खोजिएको छ। अब हामी चर्चा गर्ने भ्याउँदैनौँ। त्यहाँ चाहिँ कुमारीले आतिथ्यको सत्कार गरेर राखिन्। कति कुरा चाहिँ त्यो दिएको रहेछ छोरीलाई। भित्र गएर अतिथिलाई केही खुवाउनु पर्यो, घरमा आएको पाहुनालाई भनेर खानेकुरा हेरेको केही पनि छैन। अब त मेरो बाआमाको बेइज्जत हुनुभयो भनेर चाहिँ खानेकुरा खोज्न थालिन्। केही पनि नपाएपछि ओखलमा धान राखेर कुट्न थालिन्। पकाएर त्यो चामल बनाएर पकाएर खुवाएर पठाउनको लागि मुसल कुट्न थालेको, हातमा लगाएको चुरा बन्न थाल्यो। अब ओहो केही पनि घरमा एक मानव चामल पनि नराख्ने कस्ताको के अरे छोरी कसरी बिहे गर्ने भनेर भन्लान्। उनलाई डर भयो, यो हातको चुरा बज्यो भनेर हातको चुरा निकाल्दै भुइँमा राख्न थालिन्। एउटा निकाल्यो, फेरि कुट्यो, बजेको छ अर्को निकाल्यो। त्यसरी कुट्दै जाँदा एउटा बाँकेर अन्तिममा बन्न छोड्यो। ओहो, यो सम्पूर्ण चाहिँ संसारसँग जति पनि हामी सम्बन्ध गाँच्दै जान्छौँ त्यसबाट चाहिँ हामीलाई यो झै झगडा भइरहने रहेछ। त्यस कारणले सङ्घलाई त्याग्न पर्ने छ भन्ने कुरा चाहिँ दत्तात्रेय गुरु बनाउनु भएको छ। सबै 24 गुरुको चर्चा यहाँ गरेका छ। अनि ब्रह्मचारीको धर्म, सन्यासीको धर्म, गृहस्थको धर्म आदिको धर्मको विषयमा पनि त्यहाँ चर्चा गरेका छ। अन्तिममा चाहिँ भगवानले चाहिँ प्रवासमा आफ्ना सम्पूर्ण के अरे ब्रजवासीहरूलाई, यदुवंशीहरूलाई लिएर प्रवासमा जानुहुन्छ। त्यहाँ गएर प्रवासमा भोजन प्रसाद आदि खाने बेलामा मदिरा आदि पान गर्न थाल्छन्। एक आपसमा झगडा हुन्छ। सबै यदुवंशीहरू आफ्नो आफ्नो झगडाको बिचमा परेर चाहिँ शरीर छोड्दै दिव्य लोकमा जान थाल्छन्। जुन लोकबाट आएको हो त्यही लोकमा जान थाल्छन्। अन्तिममा खिन्न भएर कल्पवृक्षको चाहिँ बोटमुनि बस्नुभएका भगवान उपरखुट्टी लगाएर त्यही बेलामा टाढाबाट एउटा ब्यादाले भगवानको गोडा देख्छ। जुन ब्यादाले चाहिँ अघि हामीले सुनेको जुन समुद्रमा मुसल घोड्दा फालेको जुन फलाम थियो, त्यो फलामको टुक्रोलाई बाण बनाएर चाहिँ एउटा बाण बोकेको थियो, जुन जरा नाम गरेको ब्यादाले। त्यो भएको के थियो भने मुसलको टुक्रो समुद्रमा फाल्दाखेरि एउटा माछाले त्यो मुसलको टुक्रो खायो। एउटा मछुवारले माझीले चाहिँ शिकार गर्दाखेरि त्यही माछा चाहिँ शिकार गरेर बाहिर निकाल्यो। यसो सरसफाइ गर्दाखेरि पेटमा एउटा फलाम देख्यो, त्यहाँ बाहिर मिल्गायो। जरा नाम गरेको शिकारी चाहिँ घुम्दै आउँदाखेरि आहा कति राम्रो फलामको टुक्रा रहेछ, यो त बाण बनाउन काम लाग्छ भनेर टिपेर लयो। बाण बनाएर त्यही बोकिराखेको थियो। ल हेर्नुहोस् त, भगवानको इच्छा भएपछि कति हुनु पर्यो। अब फालिएको जुन फलामको टुक्रो चाहिँ माछाले खानुपर्ने, त्यो अरू भुइँमा गए भए पनि हुन्थ्यो। त्यही माछा माझीले शिकार गर्दाखेरि त्यही माछा मार्नुपर्ने, अरू माछा मारे भए पनि हुन्थ्यो। अब बाहिर निकालेर सफा गरेर फालेको टुक्रो शिकारीले नै पाउनुपर्ने, अरूले पाए भए नि हुन्थ्यो।
अब भगवानको इच्छा भएपछि त्यस्तो भयो र जरा नाम गरेको ब्यादाले चाहिँ त्यो बाण बगेको थियो अनि टाढाबाट यसो हेरेको भगवानको कुर्कुच्चालाई मृग जस्तो लाग्यो र टाढैबाट चाहिँ बाण छोड्यो। त्यही बाण गएर भगवानको गोडामा लाग्यो। भगवानले संसारको धर्मलाई स्वीकार गर्नुभयो। अनन्तकोटी ब्रह्माण्डलाई खडा गर्न सक्ने, जसको एक निमेषले आँखा एक झिम्काइले चाहिँ ब्रह्माण्डलाई ध्वस्त पार्न सक्छ र जसको इच्छाले चाहिँ ब्रह्माण्डलाई खडा गर्न सक्छ, त्यस्तो भगवानलाई त्यो सानो बाणले चाहिँ मर्नुपर्ने त होइन। तर सामान्य मान्छेको शरीर लिएर आएपछि सबैलाई हुने धर्म भगवानले पनि स्वीकार गर्नुभयो र त्यही बाणको माध्यम बनाएर भगवानले पनि 125 वर्षको आयु भुक्तान गरेर स्वधाम गमन गर्नुभयो। 31 अध्यायको 11 स्कन्द पनि पूर्ण हुन्छ। 11 स्कन्द भागवतको जय। अब 12औं स्कन्द जम्मा 13 अध्याय छ। प्रारम्भमा नै कलिको धर्मको विषयमा त्यहाँ चर्चा गरेको छ। कलिका मान्छे कस्ता हुन्छन्, कलिका ब्राह्मण क्षेत्रीय वैश्य शूद्र कस्ता हुन्छन्, ब्राह्मण आदि पनि कस्ता हुन्छन् हैन। ब्रह्मत्व चुइएका सकिएका आदि आदि हुँदै जान्छन्। ब्राह्मण आदि पनि, क्षेत्रीय आदिले पनि आफ्नो धर्मको नाश गर्नेछन्, वैश्य शूद्र आदिले पनि आफ्नो धर्मको नष्ट गर्नेछन् र स्त्रीको धर्म पनि नाश हुनेछ, पुरुषको धर्म पनि नाश हुनेछ। सबैले कर्तव्य गर्नुपर्ने कर्तव्य के हो, अकर्तव्य के हो भन्ने कुरा सबैले भुल्न जाँदैछन्। आदि आदि विषयमा त्यहाँ चर्चा गरेको छ। कलिका राजा कस्तो हुन्छ, दस्यु प्रायछु राजेशु चोर जस्ता राजा हुन्छन् भनेको छ। जनतालाई ठग्ने मात्रै, अहिले त्यस्तै भइ नै रहेछ हैन। त्यो सबै चर्चा त्यहाँ गरेर अनि दिव्य खालको चाहिँ आश्रम धर्म आदिको, वर्णाश्रम धर्म आदिको चर्चा गर्दै अन्तिममा मार्कण्डेयले भगवानको दिव्य दर्शन प्राप्त गर्नुभएको, वरदान प्राप्त गर्नुभएको चर्चा गर्दै अन्तिममा सम्पूर्ण भागवतको सारांश जुन हामीले मूल पाठ अहिले सुन्यौँ त्यो भागवतको सारांश बताएर 13 अध्यायको यो 12औं स्कन्द पनि पूर्ण हुन्छ। 10 स्कन्द भागवतको जय। अब यो 12वटा स्कन्दमा संग्रहित भएको भगवानको दिव्य मूर्ति भागवत रूपी जुन मूर्ति छ यसलाई ब्रह्म संहिता भनेर भनिन्छ। यो किन भागवते लगाउनु परेको त? अब अनेकौं पुराण छन्, 18 पुराण छ, 18 उपपुराण छ, 4 वेद छन्, 4 उपवेद छन्, अनेकौं स्मृतिहरू छन् हैन। सूत्र आदि छन्, गृहसूत्र आदि छन्, सौत्रसूत्र आदि छन्। त्यो सुन्या भयो नि हुन्थ्यो, धर्मसूत्र आदि छन्। तर भागवते किन सुन्नु परेको त? यस्तो पनि लाग्न सक्छ नि त। यो के हो भने कैवल्यको प्रयोजन, एकमात्र कैवल्य प्रयोजनको लागि अथवा चाहिँ 4 पुरुषार्थ मध्ये धर्म अर्थ काम मोक्ष 4वटा पुरुषार्थ मध्ये अन्तिम पुरुषार्थ मोक्ष दिन सक्ने, कैवल्य प्रदान गर्न सक्ने सामर्थ्य श्रीमद् भागवत महापुराणमा छ। अरू शास्त्रले चाहिँ धर्म प्रदान गर्छन्, अर्थ प्रदान गर्छ, हामी यहाँ बाँचुन्जेल धन सम्पत्ति आदि देलान् हैन, अनि काम आदि हाम्रो कामनाहरू पूर्ण गर्लान्। तर चाहिँ भगवत धाम प्राप्त गर्ने चतुर्थ पुरुषार्थको लागि, कैवल्यको प्रयोजनको लागि चाहिँ यो सिद्ध ग्रन्थ भएको हुनाले यो भागवतको आश्रय लिइन्छ। यो भागवतले नै जीवात्माहरूको मुक्ति हुन्छ। अब वर्ष दिनको दिनमा यहाँ, आज वर्ष दिनको श्राद्ध होइन, वर्ष दिनको श्राद्धको दिनमा यहाँ भागवत आयोजना गर्नुभएको छ। यो वर्ष दिनको श्राद्ध भनेको चाहिँ कस्तो हो भने एउटा ट्रान्जिट पोइन्ट जस्तो हो। यहाँ यात्रा गर्दाखेरि कहीँ रोकिएर जानुहुन्छ नि, जस्तै आजसम्म चाहिँ हाम्रो पिताजीले जुन शरीर छोडेर यात्रामा निस्किनु भयो, यात्रामा निस्किसकेपछि यो 12 महिनासम्म चाहिँ यमराजका दूतहरूसँग यात्रा हुन्छ। 12 महिनासम्म यात्रा हुन्छ। प्रत्येक मासिक श्राद्धका दिनमा चाहिँ तत्तत विश्राम स्थानमा विश्राम गराइन्छ। हामीले यहाँ दिएको सिधा अन्न जल आदि भोजन गरेर अनि फेरि यात्रा हुन्छ। त्यसरी 12 महिनासम्म यात्रा हुन्छ र वर्ष दिनका दिनमा चाहिँ यमराजको घरमा पुर्याइन्छ। र त्यहाँ पुर्याइसकेपछि अब कस्तो किसिमको सत्कर्म गरेको छ त्यो अनुसारले उत्तम खालको कर्म गरेको छ भने त्यहाँको सभासद हुँदै स्वर्ग आदि लोकमा पठाइन्छ। यदि असत खालको कर्म गरेको छ, नीच कर्म गरेको छ भने त्यहाँबाट चाहिँ च्युत गरेर नरक आदिको भोग गर्न पठाइन्छ। त्यस्तो समय हो आजको वर्ष दिनको श्राद्धको दिन भनेको। त्यस कारणले वर्ष दिनको श्राद्धको दिनमा यस्ता हरिनाम सङ्कीर्तन गरेपछि यदि चाहिँ नजानी पापादि कर्म भएको रहेछ भने पनि त्यसबाट चाहिँ मुक्त गराएर पिताजीलाई चाहिँ उत्तम लोकमा पठाउन दिव्य यो चाहिँ महाऔषधिको काम यो भागवतले गर्छ। यहाँले आयोजना गर्नुभयो। अब को छ त्यस्तो मुक्ति भएको भन्नु होला। महात्म्यमा यहाँ चर्चा गरिया छ। आत्मदेव नाम गरेका ब्राह्मणका चाहिँ धुन्धुकारी र गोकर्ण नाम गरेका छोराको कथा त यहाँले कति सुन्नु भएको छ, कति हैन। धुन्धुकारीले चाहिँ
के अरे कहिल्यै सत्कर्म गरेन। मातालाई पनि दुःख दियो, माता इनारमा फालेर प्राण त्याग गर्नुभयो, पिताजी वानप्रस्थ हुनुभयो, दाजु तीर्थयात्रामा निस्के। पछि चाहिँ बजारबाट 5-5 जना गणिकाहरूलाई किनेर ल्यायो, शरीरको व्यापार गर्ने नारी पात्रलाई किनेर ल्याएर पत्नी बनायो, चोर्दै ल्याउँदै पाल्न थाल्यो। पछि राजाको दरबारबाट ठुलै धनको पोको चोरेर ल्याएर राख्न दिएको। घरमा उनीहरूले विचार गरे धुन्धुकारी बाहिर गएको बेलामा अब राजाका सिपाहीहरू आएर धन सम्पत्ति खोज्दै आएर हामीलाई पनि समातेर झारखानामा लान्छन्, त्यस कारणले नानी हो अब सल्लाह गरौँ भनेर सल्लाह गरे। बेलुका धुन्धुकारी आइसकेपछि देव हामी तपाईँलाई सेवा गर्छौँ भनेर भने। कसैले यसो टाउको मसारेको जस्तो, कसैले हात मसारेको जस्तो गर्न थाले। दुईटीले दुईटा हात समाते, दुईटीले दुईटा गोडा, एउटैले चाहिँ घाँटी। गोविन्द आएन बोल, गोविन्द भगवानको केही गर्दा पनि त्यसरी घाँटी निचर्दा पनि नमरिसकेपछि अङ्गिनोबाट अगुल्टो ल्याएर मुखमा कोच्याएर धुन्धुकारीको प्राण लिए। घरभित्रैको मजरीमा खाल्टो खनेर पुरपार बनाएर धन सम्पत्ति 5 भाग लगाएर पोको पारेर बाटो लागे। धुन्धुकारीको प्रेत कर्म भएन, ऊ चाहिँ प्रेत भएर घुम्यो। एक दिन गोकर्ण घुम्दै घुम्दै आएका धुन्धुकारी चाहिँ सकित मेष सकित हस्ती, कहिले भेडा हुन्छ, कहिले हात्ती हुन्छ, कहिले कस्तो रूपमा हुन्छ। गोकर्णले कमण्डलको जल यसो छेपेर त्यहाँ त्यो स्थिर भयो। तिमी को हो भने त अहम भ्रात तोदियस्ति धुन्धुकारी ती नाम त, म चाहिँ तपाईँकै दाई धुन्धुकारी नाम गरेको हुँ। मैले आफै नै गरेको दोषले गर्दा प्रेत भएर यहाँ घुमिरहेको छु भनेर धुन्धुकारीले भन्यो। गोकर्णले अब यसको मुक्ति के गर्दा हुन्छ त सबै सोध्दै गए विद्वानहरूलाई। अन्तिममा सूर्यनारायण भगवानले भागवतको सप्ताह रूपी जुन अनुष्ठान गर त्यो सुनेर चाहिँ धुन्धुकारीको मुक्त हुन्छ भनेपछि गोकर्णले सप्ताह गर्छन्। धुन्धुकारीको मुक्ति भएको प्रसङ्ग त्यहाँ छ महात्म्यमा। त्यस कारणले जो चाहिँ असत कर्म गरेका यदि जीवात्मा रहेछन् भने पनि उनीहरूको यो भागवत रूपी महावाणी छ, यो सिंह गर्जेको जस्तो हो। यो चाहिँ अनेकौँ जन्तुहरूको बिचमा चाहिँ सिंहको गर्जन जस्तो हो। यो चाहिँ महागर्जन हो भागवत भनेको चाहिँ, जसले चाहिँ सम्पूर्ण दुष्ट चाहिँ यो अज्ञानलाई ध्वंस गर्छ र ज्ञानको उदय गराउँछ र मुक्ति दिलाउँछ जीवात्मालाई। यो दिव्य चर्चा अनेकौँ पुराणहरूले पनि गरेका छ। पद्म पुराणको कुरा यहाँ गरियो, अरू पुराणले पनि यसरी भागवतको महात्म्य गान गरेका छ। अब यस्तो भागवत श्रवण गर्नाले, पाठ पारण गर्नाले पितृहरूको पनि उत्तम गति हुन्छ, हामीहरू पनि ज्ञानी हुन्छौँ। अब यो भागवत श्रवण गरेपछि हामीमा पनि परिवर्तन आएर हामी पनि ज्ञानी हुनुपर्छ। यसैले सबैको कल्याण सक्यो, सबैको कल्याण गर्छ भन्ने कुरा यहाँहरूलाई मैले अवगत गरेँ। जति पुराण सुने पनि अथवा चाहिँ अब हामीले एकछिन सुन्यौँ, यहाँ 7 दिनै सुने पनि 4 महिना सुने पनि हामीमा परिवर्तन आएन भने सुनेको केही अर्थ छैन। त्यस कारणले हामीमा परिवर्तन आउनुपर्छ। हामीले चाहिँ असत कर्मलाई त्याग गर्नुपर्छ। असत्य बोल्ने गरेका छ भने सत्य बोल्न थाल्नु पर्यो। पापादि कर्म गरेका छ भने पापादि कर्मलाई त्याग गर्नु पर्यो। जो नराम्रा काम छन् ती नराम्रो कर्मलाई चाहिँ हामीले त्याग गर्दै सत्कर्म गर्नुपर्छ र सात्विक विचारलाई धारण गर्नुपर्छ। 10 वटा असत्य छ भने 9, 8, 7 गरेर घटाउँदै लानुपर्छ। एकैचोटि शून्य पक्कै पनि हुँदैन, शून्यतातिर झार्ने प्रयास गर्नुपर्छ। यसैले हामी सबैको कल्याण गर्छ, सारा विश्वको कल्याण हुन्छ। यति भन्दै यहाँहरूले एकछिन सुनिदिनु भयो। यहाँहरूभित्रको चैतन्य परमात्मालाई पनि प्रणाम गर्दै वाणीलाई विराम। हरि शरणम। गोविन्द भगवानको जय, भागवत भगवानको जय। जय जय श्री सीताराम।